महोदय, प्रमुख अतिथि, न्यायका मूर्ति निर्णायक मण्डलज्यू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण भद्रबलाग्मी तथा मेरा प्रतियोगी एवं अप्रतियोगी साथीहरूमा म हार्दिक नमस्कार टक्राउन चाहन्छु। म श्री त्रिभुवन माध्यमिक विद्यालय कक्षा 4 मा अध्ययनरत छात्र आर्यना पौडेल। सर्वप्रथम त म मुख स्वास्थ्य सम्बन्धी अति महत्त्वपूर्ण विषय वक्तृत्व प्रतियोगिताको आयोजना गरेर सचेतना फैलाउने काम गरेकोमा जीवन नेपाल संस्थालाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। अब म ढिला नगरिकन आफ्नो विषयवस्तुतर्फ अगाडि बढ्ने अनुमति माग्दछु। आज म यस कार्यक्रममा डबलीमा उपस्थित भएर आफ्ना तार्किक विचारहरू प्रस्तुत गर्न गइरहेकी छु। आदरणीय महानुभावहरू, हामीले अक्सर भन्ने गरेका छौँ स्वस्थ शरीर नै सुखी जीवनको मूल आधार हो। तर विडम्बना, जुन शरीरलाई स्वस्थ राख्न हामी अनेकौँ प्रयास गर्छौँ त्यसैको मुख्य प्रवेशद्वार अर्थात् कि मुखको स्वास्थ्यलाई भने हामी प्राय भुल्ने गर्छौँ। मुख केवल स्वाद लिने र बोल्ने माध्यम मात्र होइन, यो सम्पूर्ण स्वास्थ्यहरूको ऐना हो। मुख स्वास्थ्य भन्नाले दाँत, घिसा, जिब्रो र मुखभित्रका सम्पूर्ण अङ्गहरूको स्वास्थ्य अवस्थालाई बुझाउँछ। सभाध्यक्ष महोदय, अब म दाँत स्वास्थ्य विज्ञानका असली असरहरूको बारेमा भन्न गइरहेकी छु। पहिलो, धेरै समयसम्म सफा नगर्दा दाँतमा किरा लागेर दाँत फोहोर हुन्छ र दाँत किराले खान्छ। दोस्रो, गिजाको रोगले गिजाबाट रगत बगिने पाउने गिजा सुनिने र मुखबाट दुर्गन्ध आउने जस्ता समस्याले मानिसको आत्मविश्वास नै कमजोर बनाइदिन्छ। तेस्रो, दाँत र गिजाको उचित हेरचाह नहुँदा कम उमेरमै दाँत छरेर मानिसको आत्मविश्वास नै कमजोर बनाइदिन्छ। चौथो, अनुसन्धानहरूले देखाएका छन् कि मुखको फोहोर र सङ्क्रमणले गर्दा मुटुको रोग, मधुमेह र गर्भावस्थामा समेत अति गम्भीर समस्याहरू देखा पर्न सक्छ र जटिल रोगहरूको जोखिम बढ्न सक्छ। सभाध्यक्ष महोदय, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो। हामीले मुख स्वस्थ बनाउन केही महँगो खर्च गर्नु पर्दैन, केही कठिन बानीहरू अपनाउनु पर्दैन, केवल केही बानीहरूमा सुधार गरे पुग्छ। पहिलो, बिहान र बेलुका खाना खाइसकेपछि फ्लोराइडयुक्त मन्जलले 90 सेकेन्डदेखि 2 मिनेटसम्म अनिवार्य ब्रस गर्ने। दोस्रो, दाँतमा रोग नलागे पनि वर्षको 2 चोटि दन्त चिकित्सक कहाँ गएर दाँत परीक्षण गराउने। हामीलाई ब्रस गर्दा कलम समाते जसरी ब्रस गर्ने। आदरणीय महानुभावहरू, अब म ब्रस गर्ने बेलामा अपनाउनु पर्ने केही महत्त्वपूर्ण विषयवस्तुहरू प्रक्रियाका बारेमा बताउन गइरहेकी छु। पहिलो, ब्रस गर्दा नरम खालको ब्रस प्रयोग गरेर दाँतमा माझ्ने। हामी सानो मान्छेले सानो केराउको दाना जति र ठुलाले ठुला केराउको दाना जति मन्जन राखेर ब्रस गर्ने। हामीले ब्रस गर्दा कलम समाते जसरी ब्रस गर्ने। चौथो, हामीले ब्रस गर्दाखेरि आफ्नो मुखको बाहिरी भाग, भित्री भाग लगायत सम्पूर्ण भागहरूमा राम्रोसँग ब्रस गर्ने। आदरणीय महानुभावहरू, अब म भन्न गइरहेकी छु कि हामीले दाँत माझ्ने बेलामा धेरै जसो बानीहरू अपनाउनु पर्ने हुन्छ। हामीले ब्रस गर्दाखेरि धेरै बानीहरू अपनाउनु पर्ने हुन्छ। हामीले ब्रस गर्दाखेरि अब म अन्त्यमा के भन्न चाहन्छु त, म अन्त्यमा स्वस्थ बनाऊ सुखी बनाऊ भन्दै म मेरा भनाइहरूलाई यही विश्राम लिन